नमस्कार। आज हामी परदेशमा भएर पनि स्वदेशमै भए जस्तो लागिरहेछ मलाई। आदरणीय हाम्रो दाइसँग भेट हुँदा म कलाकार कृष्ण शिवाकोटी, बिमा कुहारी दुरा। उहाँको परिचय जरुरी छ हजुरहरूलाई, छैन नि होइन? त्यसकारण आज यही परदेशमा भने अमेरिकामा चाहिँ हाम्रो भेट भयो। अनि सम्मान स्वरूप अब लमजुङको दुरा डाँडाकी चेली, नेपाल र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गायिकासँग आज मेरो साक्षात्कार हुनु चाहिँ भाग्यको कुरा हो। हामी सानो उहाँको सरस्वती मुखबाट सरस्वती जुन झर्छ त्यो कुरो हामी श्रवण गरौँ र म सँगसँगै हजुरहरू पनि श्रवण गर्नुहोला। र यो हामी आज सबैको भाग्य नै भन्नुपर्छ, यो सबै लेखेर ल्याएको कुरो हो। आज भेट भएर चाहिँ यो प्रत्यक्ष गीत सुन्न लेखेको रहेछ। आज सुनौँ, हजुरहरू पनि सँगै सुनौँ। धन्यवाद दाइ। मेरो पुरानो गीत दाइ, यो दाइ दिदीहरूसँगै मेला पात हिँड्दा गाएको भाका हो। त्यही छोटो सुनाउन चाहन्छु है दाइ। यो त्यतिकै मैले बाजा बजाउनु त मलाई त्यति आउँदैन होइन, अलिकति सुर चाहिँ मेसो पाउँछु मैले।